तपाईहरुले मुभी सिरिज कतै न कतै गुण्डाहरुलाई हायर गरेर कुनै एक व्यक्तिलाई मार्ने वा मर्डर गर्ने सीन त पक्कै देख्नु भयो होला। यदिमा तपाईहरुलाई सेम घटना हाम्रै नेपालमा घटेको छ भनेपछि तपाईहरुले विश्वास गर्नुहुन्छ, गर्नै पर्छ किनकि घटिसक्यो। चुडामणि कडेल जो धादिङको गजुरी गाउँमा बस्थे र उनी केही दिन गाउँमा नदेखेपछि उहाँका लोकल बासिन्दाहरूले पुलिसहरूलाई रिपोर्ट गर्छन्। मार्च 27 मा पुलिस त्यहाँ पुगेपछि चुडामणि कडेलको डेड बडी फेला पर्छ र इन्भेस्टिगेसन सुरु हुन्छ। पुलिसले कन्क्लुड गर्छ कि यो मर्डर हो भनेर, किनकि त्यो डेड बडीमा धेरै नै घाउहरू हुन्छ र गाउँवासीहरूले सस्पेक्ट गर्छन् कि उनको हत्या उनकै वाइफले गरेकी हो भनेर। र चुडामणिको वाइफ चाहिँ काठमाडौँमा आफ्नो छोरीसँग बस्थिन् र गाउँवासीहरूले किन उनलाई आरोप लगाउँछन् भनेपछि चुडामणिले आफ्नो वाइफको बारेमा नराम्रो भनेको हुन्छ। त्यही भएर गाउँलेहरूले उसलाई आरोप लाउँछन्। नराम्रो मतलब उनी दुईटाको बीचमा केही मतभेद हुन्छ। त्यहाँको जिल्ला प्रहरीहरू इन्भेस्टिगेसनमा खटिन्छन् र केही कुकुरहरू प्लस टेक्निकल टिमहरू पनि खटिन्छन् यो केसमा। इन्भेस्टिगेसन गर्दै जाँदा यही 82 साल वैशाख 3 गते अक्कल बहादुरलाई एरेस्ट गर्छन् भने उसको दुईटा साथीहरूलाई वैशाख 16 गते एरेस्ट गर्छन् र मेन स्टोरी यहाँदेखि सुरु हुन्छ। चुडामणि कडेल चाहिँ यो गेमको मास्टर हुन्छ। कसरी भन्नुहुन्छ भने चुडामणि कडेल र अक्कल बहादुर चाहिँ साथी रहेछ। अक्कल बहादुर चाहिँ चुडामणिको घर आउने जाने गरिरहन्थ्यो र चुडामणि चाहिँ घर एक्लै बस्थे र चुडामणिको वाइफ चाहिँ कहिलेकाहीँ घर आउने तर उनीसँग नबोल्ने र त्यही रिस उनलाई उठिरहेको हुन्छ। बहादुर चुडामणि र अक्कल बहादुर उनलाई मार्ने प्लान बनाउँछन्, यानि कि चुडामणिको वाइफलाई मार्ने प्लान बनाउँछन् र अक्कल बहादुर उनलाई मार्ने राजी हुन्छ। अक्कल बहादुरले चुडामणिसँग सुपारी सहित 4 लाख रुपियाँ लिन्छ र आफूसँग अझै 2 जना मेम्बर थप छ। एउटाको नाम तीर्थलाल थिङ हुन्छ भने अर्कोको नाम सञ्चलाल मुक्तान हुन्छ। सुपारी लिइसकेपछि चुडामणिको वाइफलाई पटक पटक मार्न कोसिस गरिन्छ तर उनीहरू असफल हुन्छन् र उनीहरूको धेरै असफलतापछि चुडामणिले आफ्नो पैसा फिर्ता माग्छन् तर उनीहरूले त्यो पैसा खर्च गरिसकेको हुन्छन्। चुडामणिले उनीहरूसँग पैसा मागिरहन्छन्, उनीहरूलाई प्रेसर दिइरहन्छन्, तनाव दिइरहन्छन्। अक्कल बहादुर र उसको साथीहरूले उसको वाइफलाई नभएर चुडामणि कडेललाई नै मार्ने प्लान बनाउँछन्। 81 साल 24 या 25 गते उनलाई घाँटीमा दोरी बाडेर मारिन्छ। उनको वाइफको मर्डर हुने ठाउँमा उनको हत्या हुन्छ। एट द एन्ड अफ द स्टोरी, मोरल अफ द स्टोरी म के भन्न चाहन्छु भने इफ यु प्ले विथ कर्मा, कर्मा प्ले विथ यु। सो गाइज, भिडियो कस्तो लाग्यो? भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस् र आफ्नो प्रतिक्रिया कमेन्टमा दिन नछोड्नु होला। यति भन्दै म बिदा माग्छु। भिडियो छोटो मिठो भयो होला। हस् त, बाई बाई।